स्वागत छ सबैजनालाई आजको ब्लगमा म चाहिँ बल्ल जस्तो त्यो सेतो चस्मा चाहिँ लगाएको छैन। आज मैले कालो चस्मा लगाएको छु, देख्न सक्नुहुन्छ। अब कालो चस्मा लगाउँदा चाहिँ हाम्रो आईको प्रोटेक्सन अलिक बढी हुनेको कारणले गर्दा कालो चस्मा लगाएको छु हैन। अब त्यस्तै हो, स्वास्थ्य नै मान्छेको सबैभन्दा ठुलो धन हो। त्यही पनि अब यस्तो कुराहरू चाहिँ यो के भन्छ, एउटा उखान पनि छ नि, मन्दिर र हस्पिटल भनेको आस्था राख्ने कुरा मात्रै हो अरे हैन। आयु चाहिँ जन्म र मृत्यु, अब मृत्यु चाहिँ जन्मजात नै लेखेर आएको हुन्छ अरे। त्यही भएर त्यही पनि अब प्रिभेन्सन इज अलवेज बेटर देन क्योर भन्ने नाराका साथ हामीले चाहिँ चस्मा लगाएका छौँ। अनि अरू भन्ने कुरा खासै त्यही केही पनि छैन। अरू भनेको चाहिँ नेभर प्रोक्रास्टिनेट हो है। मैले मेरो त्यो जीवनभरि मैले यो कुरा कतिको लागु गर्छु मेरो प्रोक्रास्टिनेसनले गर्दा। प्रोक्रास्टिनेसन भनेको द ह्याबिट अफ पोस्टपोन्डिङ द वर्क फर टुमारो भनेको मैले कुराहरू साच्ने कुरा प्रोक्रास्टिनेसन हो। त्यसलाई चाहिँ सकभर जति सक्दो 100%मै झारेर 0मै झारेको राम्रो हुन्छ, तर मैले सकिरहेको छैन। त्यसले गर्दा चाहिँ मेरो जीवनमा धेरै कुरामा हानि पुगेको छ। हजुरहरूको जीवनमा के हानि पुगेको छ कमेन्ट गर्नु होला। अनि त्यो हानि पुगेको कुराहरू है, त्यही नै हो आजको लागि। हस्त, धन्यवाद।